नमस्ते साथी हो, तपाईले आइपिओमा अप्लाई त गर्नुभयो होला, तर सोच्नुभयो यो पैसा कम्पनीसम्म पुग्छ या सिधै रामदाईसम्म पुग्छ? पछि किन अर्को मान्छेसँग शेयर बेच्न सकिन्छ? यसको लागि बुझ्नु पर्यो प्राइमरी मार्केट र सेकेन्डरी मार्केट भनेको के हो। प्राइमरी मार्केट भनेको जब कुनै कम्पनीले पहिलो पटक जनतालाई शेयर बेच्छ। जस्तै मोमो लिमिटेडले आइपिओ ल्यायो, 100 प्रति शेयरमा 50 लाख कित्ता 5 करोड उठायो। पैसा कहाँ गयो? डाइरेक्टली मोमो लिमिटेड कम्पनीको हातमा गयो। उसले के गर्न सक्ने भयो? त्यो पैसा एक्सपान्सनको लागि खर्च गर्न सक्ने भयो, लोन रिपेमेन्टको लागि खर्च गर्न सक्ने भयो, नयाँ स्टाफ हायर गर्न सक्ने भयो, उसको अरू अपरेसनल काम गर्न सक्ने भयो। तर सेकेन्डरी मार्केट भनेको के हो? जब आइपिओ पछि जनताले एक आपसमा शेयर किनबेच गर्छन्, त्यसलाई चाहिँ के भन्ने भयो? सेकेन्डरी मार्केट भन्ने भयो। जस्तै उदाहरणको लागि हरिले मोमो लिमिटेडको शेयर 100 मा किन्यो, 6 महिनापछि श्यामलाई 150 मा बेच्यो। यो चाहिँ के भयो? सेकेन्डरी मार्केटको एक्जाम्पल भयो। यो कारोबार कहाँ हुन्छ? नेप्सेमा हुन्छ, जसमा प्राइस फिक्स्ड हुँदैन, डिमान्ड र सप्लाईको आधारमा निर्धारण हुन्छ या डिटरमाइन हुन्छ भनौँ। कम्पनीलाई फाइदा हुन्छ त, डाइरेक्ट पैसा त कम्पनीले पाउँदैन, तर शेयर प्राइस बढेपछि मार्केट भ्यालुएसन बढ्छ, रेपुटेसन पनि बढ्छ। यसले के गर्ने भयो? इन्डाइरेक्ट फाइदा धेरै हुने भयो कम्पनीले। प्राइमरीमा कम्पनीलाई डाइरेक्ट पैसा जाने भयो भने सेकेन्डरीमा ट्रेडर र इन्भेस्टर बीच के हुने भयो? किनबेच हुने भयो। अब यो ट्रेडर र इन्भेस्टर भनेको को हुन्छ? फेरि नयाँ टर्मिनोलोजी पो आयो। ट्रेडर भनेको एकदम छोटो समयको लागि के गर्ने? शेयर किन्ने। जस्तै 5 दिनको लागि, 7 दिनको लागि या केही हप्ताको लागि किन्ने। जसले के गर्ने? प्राइस मुभमेन्टमा थोरै घटबड हुने बित्तिकै किन्ने या बेच्ने गर्ने काम गरिहाल्ने। जसले टेक्निकल चार्ट हेर्ने, हाई रिस्क हाई रिवार्ड हेर्ने। जस्तै कुनै शेयर 400 मा पाइयो, 400 मा किन्यो र 420 450 पायो भने बेच्दिउँ, यो यति सर्टेन पर्सेन्टल प्रफिट भइसक्यो भनेर के गर्ने? बेच्ने। यस्तालाई के भनियो? ट्रेडर भनियो। अब नेक्स्टमा जाउँ, इन्भेस्टर्स। इन्भेस्टर्स भनेको लङ टर्म, एकदम लामो समयको लागि, केही महिना केही वर्षको लागि उनीहरूको के हुने भयो? वेल्थ बिल्ड गर्ने चाहिँ मेन मोटिभ हुने भयो। जसले चाहिँ के गर्ने? पेसेन्ससँग त्यो स्टक राख्ने भयो। कम्पनीको फन्डामेन्टल के गर्ने भयो? स्टडी गर्ने भयो, जसमा रिस्क के छ? लो छ र गेन के छ? स्लो छ। जस्तै कुनै एउटा एबिसी कम्पनीको 5 वर्षसम्म के गर्न सक्ने भयो? स्टक किनेर डिभिडेन्ड मात्र खान्छु म, यो फन्डामेन्टल स्टक हो, यो बेच्ने भन्दा पनि म डिभिडेन्ड खान्छु भनेर राखिराख्न सक्ने चाहिँ को भयो? इन्भेस्टर्स भयो। नेपालमा ट्रेडर्सले टिएमएस हेर्छन्, चार्ट फलो गर्छन्, दिनदिनै किनबेच गर्छन्। इन्भेस्टरले के गर्छन्? आइपिओमा अप्लाई गर्छन्, फन्डामेन्टल राम्रो कम्पनी किन्छन्, होल्ड गर्छन्। तपाईँ डिसिप्लिन र स्पिड चाहनुहुन्छ वा पेसेन्स र ट्रस्ट चाहनुहुन्छ? आफूले जुनमा लगानी गर्नुभएछ त्यो कम्पनी, त्यही अनुसार तपाईँ ट्रेडर हो कि इन्भेस्टर हो आफै एनालाइसिस गर्न सक्नुहुन्छ। कसले इन्भेस्ट गर्छन् त स्टक मार्केटमा? कसको पैसा आइरहेको छ स्टक मार्केटमा भन्दाखेरि दुई टाइपका इन्भेस्टरहरू छन्। फर्स्टलाई भनियो रिटेल इन्भेस्टर, साना लगानीकर्ता, जस्तै तपाईँ हामी जस्तो। जस्तो रामले के गर्यो? 10,000 को आइपिओ भर्यो, सीताले 5,000 को XYZ के गरिन्? कम्पनी किनिन्। अनि कलेज विद्यार्थीहरूले 1000 रुपियाँ जम्मा गरेर आइपिओ भरे। नेप्सेमा 90% भन्दा बढी कारोबार रिटेल इन्भेस्टरहरूबाटै हुन्छ। तर रिटेल इन्भेस्टरहरूको समस्या के छ देखिएको छ? रिसर्च कम गर्ने, रिमर्सको पछाडि भाग्ने, फियर, डर, लोभको र फोमोको बेसिसमा, फियर अफ मिसिङ आउटको बेसिसमा के गर्ने? डिसिजन लिने। हामीले लकको बेसिसमा होइन, ज्ञानको बेसिसमा चाहिँ के गरौँ? इन्भेस्टमेन्ट या ट्रेडिङ गर्ने नेप्सेमा गर्ने बानी बसालौँ। अब दोस्रो छ इन्स्टिट्युसनल इन्भेस्टर, जसलाई ठुला लगानीकर्ता भनियो। जस्तै म्युचुअल फन्ड्स, इन्सुरेन्स कम्पनीज, ब्याङ्किङ, इन्भेस्टिङ बिग मनी प्रोफेसनल्ली। यी ठुला इन्भेस्टरहरूसँग बेटर टुल्स, रिसर्च र लङ टर्म स्ट्राटेजी हुन्छ। कोरमा जाउँ हामी, यो समरीमा प्राइमरी मार्केट पैसा कम्पनीलाई जाने भयो, सेकेन्डरी मार्केटमा पैसा इन्भेस्टर बीच हुने भयो, रिटेल इन्भेस्टर भनेको हामी जस्ता साना लगानीकर्ता, इन्स्टिट्युसनल भनेका ठुला पैसा भएका कम्पनीहरू र ट्रेडर भनेको सर्ट टर्ममा खेल्ने खेलाडीहरू, इन्भेस्टर भनेको लङ टर्म जर्नीमा खेल्ने खेलाडीहरू। अब बताउनुहोस् तपाईँ कुन हो? ट्रेडर हो कि इन्भेस्टर हो? कमेन्ट गर्नुहोस्।